नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रति तोला 3,17,000 रुपैयाँ निर्धारण गरिएको छ। यसैगरी 10 ग्राम सुनको मूल्य 2,71,775 रुपैयाँ कायम भएको छ। यसअघि सोमबार सुनको मूल्य प्रति तोला 3,13,200 रुपैयाँ थियो भने 10 ग्राम सुन 2,68,520 रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार एकै दिनमा सुनको मूल्य प्रति तोला 3,800 रुपैयाँले बढेको महासङ्घले जनाएको छ। त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासङ्घका अनुसार मंगलबार चाँदीको मूल्य प्रति तोला 5,720 रुपैयाँ पुगेको छ। 10 ग्राम चाँदीको मूल्य 4,904 रुपैयाँ कायम गरिएको छ। सोमबार भने चाँदी प्रति तोला 5,410 रुपैयाँमा कारोबार भएको थियो भने 10 ग्राम चाँदीको मूल्य 4,638 रुपैयाँ थियो। यस हिसाबले चाँदीको मूल्य प्रति तोला 310 रुपैयाँले बढेको महासङ्घले जानकारी दिएको छ।